नमस्कार यहाँहरु सम्पूर्णमा। आज नयाँ वर्ष अंग्रेजी नयाँ वर्ष 2026 को पहिलो दिन हामी घुम्ने तयारीका साथ निस्कँदै छौं। हामी अब रुमबाट तयारी भएर निक्लिने अवस्थामा हो। हामी अब निक्ल्यौं घरबाट घुम्नको लागि प्रस्थान गर्दै छौं। हामी अब स्टेशनतिर जाँदै छौं ट्रेन चढ्नको लागि। हामी ट्रेनको पर्खाइमा रहिरहेका छौं। ट्रेन पनि आइसक्यो। 2-3 मिनेटको वेटिङ पछाडि नयाँ वर्षको दिनले गर्दा त्यही ट्रेनमा भिडभाड पनि कमै छ। अब हामी ट्रेनबाट निक्लेर आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ। बीचमा हाम्रो नजिकैबाट टोकियो टावर पनि देख्न सकिन्छ। हामी वाटर बोट चढ्नको लागि गएका थियौँ र हामी वाटर बोटको टिकट लिने क्रममा यहाँ केही इन्फर्मेसन लिँदैछौँ। त्यो लोकेसनबाट आजको वाटर बस नपाइनु भएको हुँदा हामी पुनः अर्को लोकेसनमा जान लागिरहेका छौं। ट्रेन चढेर स्टेसनको अन्तरालमा नेक्स्ट वाटर बस चढ्ने ठाउँको लागि हामी जाँदैछौँ। जुन चाहिँ टोकियोको ओदाइबा सिटी ओदाइ गाउँ पर्छ। यसमा चाहिँ पाइलट हुँदैन। टाइम सिस्टम अनुसार स्टेसनमा आफै रोकिन्छ, आफै ढोका लाग्छ, आफै खोल्छ। हामी त्यहाँबाट निस्के पछाडि ओदाइबा स्टेसनमा झर्यौँ हामी। र त्यहाँ चाहिँ नि मान्छेहरू जम्मा भइरहेका थिए र जापानले जादु अत्याधिक भिडभाड थियो। टिकट बुकिङ गर्ने ठाउँमा पुग्दा 2 घण्टाको टाइममा टिकट नपाइने। 2 घण्टा पछाडिको मात्रै टिकट देखाएको थियो। 2 घण्टासम्म हामीले के गर्ने भन्दा हामी त्यही पार्कमा घुम्ने कार्यक्रम गऱ्यौँ। नयाँ वर्षको दिन भन्दा हामीले हल्का गङ्गा स्नान जस्तो गरेर भयो, गङ्गा नुहाए जस्तो गरेर। पुनः 2 घण्टा वेटिङ कसरी बिताउने भन्दाखेरि हामी त्यही रिभर साइडतिरै घुमघामकै लागि अगाडि बढ्यौँ र हल्का भोक लागे जस्तो भएर हल्का नास्ता गर्ने तयारी गऱ्यौँ। चिसो एकदमै चिसो थियो र केही क्षण हामी त्यही क्याफेमा नास्ता गऱ्यौँ। यसै बिचमा अब घाम पनि अस्ताउने बेला हुन लागिसक्यो र हाम्रो वाटर बस पनि आउने टाइम हुन लाग्यो। वाटर बसको पर्खाइमा 2 घण्टा बितिसक्यो। अब चाहिँ हामी लाइनतिर जाँदैछौँ। वाटर बसको वेटिङमा लाइनमा जाँदैछौँ। फाइनल्ली वाटर बस पनि आइपुग्यो।
र हामी टिकट चेक कन्फर्मेसन गर्दै त्यहाँबाट अगाडि बढ्ने क्रममै थियौँ। सिक्किम पनि देखाउ पुग्ने भयो। धेरै नै एक्साइटेड थियौँ किनकि हामी जापानमा पहिलोपटक वाटर बस चढिरहेका थियौँ। वाटर बसको हामी छतमा बसेर दृश्यावलोकन गर्ने तयारी गरिरहेका थियौँ। फाइनली वाटर बस पनि स्टार्ट भयो। अब हामी अगाडि बढ्दैछौँ र सेक्युरिटी चेक हुँदैछ यहाँबाट लास्ट फाइनल सेक्युरिटी चेक। मौसम एकदम चिसो चिसो, घाम अस्ताएको बेला थियो। समय साँझको 4 बजे, साँझको 4 बजे अर्को वाटर बस पनि उताबाट आइरहेको छ, देख्न सक्नुहुन्छ। न्यु इयरले गर्दा एकदम भिडभाड छ पेसेन्जरहरूको। त्यसै क्रममा हामीले पुनः टोकियो टावर पनि त्यहाँबाट देख्न सक्छौँ र टोकियो वरिपरिका मनोरम दृश्यहरू पनि यहाँबाट हामीले अवलोकन गर्ने मौका पायौँ। लगभग 150 जना जति मान्छेमा हामी 100 जना जति नेपाली नै थियौँ वाटर बसमा चाहिँ। टोकियोको मेन सहरहरू त्योइसु, हारमी, टोयोसिताहरू हुँदै हामी अगाडि बढिरहेका। Arigatou gozaimasu. जापानमा पहिलोपटक वाटर बस थियो। फाइनली अब हामी गरम फर्किने तयारीमा छौँ र सिकेर हामीलाई चाहिँ जापानिज क्रुज मेम्बरले चाहिँ हामीलाई चाहिँ नेपालको बारेमा उहाँलाई केही जानकारी रहेछ र हामी पनि उहाँसँग केही कुरा गर्ने मौका पायौँ। नेपालको संस्कृति, नेपालको पोसाकहरूको बारेमा उहाँले हामीलाई केही आफूलाई मन परेका कुराहरू चाहिँ हामीसँग राख्नुभयो।
हामी कुनै स्टेसनतिर नै अगाडि बढ्यौँ। बाटोमा पनि धेरै जस्तो नेपाली नै थियो। हामी अब ट्रेन स्टेसनतिर झर्दैछौँ। ट्रेन आउनु 4-5 मिनटको टाइम थियो, तर हामी वेटिङमै थियौँ। हामी ट्रेन चढेर झन्डै 20-22 मिनटमा हामी झर्ने स्टेसनमा आउँछौँ। यो न्यु इयरले गर्दा ट्रेन पनि त्यति भिडभाड छैन, शान्त नै छ। झर्ने बेला भयो। अब हामी रुमतर्फ जाँदैछौँ। फाइनली आज चाहिँ कोदोको ढिँडो खाने कार्यक्रम रहेको हुँदा हामी कोदोको ढिँडो घिउमा झानेर चटनी साग र आलुको तरकारीसँगै अर्ग्यानिक रूपमा आज हामीले नयाँ वर्ष कोदोबाट सुरु गरिएको छ, कोदोको परिकारबाट। यसै गरी नै हाम्रो आजको दिन चाहिँ बित्यो।